So, what's up guys? I'm right now here in Gorkha. हाम्रो 12 भएको छ. So our trekking journey or Naga पोखरीको journey begins from here. जानु पर्ने चाहिँ त्यो माथिको डाँडा हो. त्यो पुरै बादलै बादल लागेको छ. पानी पर्यो भने चाहिँ हिउँ पर्छ अरे त्यहाँ. उयो ट्याङ्की रहेछ यहाँ कत्रो ठुलो. खोलेर पौडी खेल्नुपर्छ क्या गर्मी भइरहेको. वहाँ जान्छ चाहिँ ऊ त्यो माथि डाँडामा. हामी चाहिँ ऊ त्यो तल खोला नि. त्यो खोलाभन्दा यति माथिबाट आएको. हामीहरू चाहिँ काठमाडौँबाट हिजो बिहान आएका थियौँ बाइक स्टोरमा दिदी र हामी म अनि त्यसपछि गोर्खाबाट चाहिँ दाइहरू चाहिँ माथि भेटेर जाने भन्ने कुरा थियो. सो दाइहरू चाहिँ माथि कुदै हुनुहुन्छ होला. केटा मेरो चाहिँ प्यान्ट च्यातियो. सो मैले प्यान्ट फेरिसकेँ. अब 2 hours later. Final diary भेट्नु भयो. अबे साले. 5 minutes late. थोकै लागिसक्यो. अझै 2 घन्टा लाग्छ रे. घाम रोप्न आँटिसक्यो त. अझै 2 hours. बाख्रो आइपुग्नु लागेको छ अब 40 मिनटमा. त्यहाँबाट नि अझै माथि रे. सो गाइस क्राउ यो फुलको क्या बास्ना आउँछ नि. ज्यास्मिन हो रे यसको नाम. क्या बास्ना आउने के. मिठो बास्ना आउँछ यसको. कस्तो राम्रो देखिरहेको अब सनसेट है. आँखाले हेर्दा उही त्यहाँ माथि हिमाल अम्बो हिमाल कस्तो राम्रो देखिरहेको. जेन्जी 2 hours later. अँध्यारो भइसक्यो. यता रहेछ बाटो. यता रहेछ बाटो त. म त उता गएर कति अँध्यारो है. पुरै अँध्यारो. बत्ती छोप्यो भने त एउटा कटेज आयो. अब अँध्यारो भइसक्यो. मलाई चाहिन्छ नि सिधै माथिबाट भेट्ने. 5 minutes later. म जान्न होला. कम्मर दुखिन्छ. म जान्न. आउन बाबु तान्या मान्छेलाई नि. चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से. अहिले एकजना हल्लेलाई दिदी हल्लिदिनु. बाबु ए सभाका सभापति महोदय म के भन्नु चाहन्छु भने आँखामा लाइट चाहिँ नबाल्नु बाबु. आदरणीय खोइ एउटा है बाबु एउटा गीत गाएर सुनाइदिन्छु ल बाबु. दिदी हल्लिदिनु. यो बजाउँदा अशोक दर्जीको दाजु भयो होला. कहाँ हो यो नुच्चा अजय बाबु छुट्टा.
कस्तो अँध्यारो भने So guys, I couldn't have all the videos over on the goat हामी गोठ पुग्दाखेरि चाहिँ त्यस्तै 8:30 बजेको थियो सो मेरो मोबाइलमा ब्याट्रीको कमीले गर्दाखेरि सबै भिडियोहरू मैले रेकर्ड गर्न सकिनँ सो सर्टेन छोटो क्लिपहरू छ जुन चाहिँ अरू दाइ दिदीहरूको मोबाइलबाट मेरोमा हालेको होइन अनि हामीले चाहिँ त्यो गोठमा पुगेपछि चाहिँ सबैजना एकछिन हल्का मादल जति बजायौँ होइन त्यो मादल बजाएको क्लिप चाहिँ अलिकति थोरै रहेछ मसँग म देखाउँछु अनि अलिअलि मादल बजायौँ अनि बिचमा अरूहरू सुत्नुभयो अनि हामी 3 जना दाइ र म चाहिँ पकाउँदै थियौँ भन्नाले पकाउनको लागि साथ दिएको थिएँ मैले चाहिँ हो साथ दिइरहेको थियौँ अनि दाइहरू चाहिँ मादल बजाउँदै गीत गाउँदै बसिरहनु भएको थियो सो त्यो दिन चाहिँ हामीले होइन मेन कुरा नै लग्न भुलेछ गोठमा के कुरा भन्दाखेरि हामीले तेल हुन्छ नि मासु लग्यो तर मासु भुट्नलाई तेलै लगेन कि सो मासु भुट्नलाई तेल नलगेपछि हामीले त्यो मासु छ नि चाउचाउ हुन्छ नि चाउचाउको ओइल त्यो ओनियन ओइल हो चाउचाउको घिउ हो चाउचाउको घिउ 2टा कि 3टा काटेर हाल्दियौँ अनि त्यसमै अलिअलि भुटेर त्यही उसिनिएको जस्तो बनाएर चट्ट लमलम खायौँ सो त्यति नै हो अनि डे 1मा चाहिँ त्यही बिगिनिङदेखि इनसम्मको छोटो क्लिपहरू छ सो इट वाज माई फर्स्ट अटेम्प होइन सो आई डिड इट एनिवेज जस्तो सुकै अस्ति हो आई डोन्ट केयर भन्ने होइन तर आई डु केयर सो अब त्यही त्यो भिडियोहरू चाहिँ मैले अपलोड गर्छु क्या क्या कहना क्या चाह रहे हैं भाई आप सो अब बाँकी भिडियोहरू चाहिँ अब तपाईँहरूलाई छोटो क्लिपहरू छ त्यो चाहिँ म यही भिडियोमा अब म धेरै बोलेँ होला म धेरै बोल्ने बित्तिकै छ नि म सुई हालिदिन्छु अर्को साल भेट हुन्न यसरी आइदिनु उठेर आइदिनु एउटा 2टा गीत पनि गाइदिनु खैले नि मागे So thanks for watching Kitakiti Ho.